के होला कस्तो होला जस्तो अब थाहा थिएन नि त, मजाले क्युरियोसिटी धेरै थियो। अनि जब यो ट्रेनिङ सेसन स्टार्ट भयो त्यो पछि चाहिँ अब हामीले पढ्न थाल्यौँ, अब जान थाल्यौँ। त्यो पछि चाहिँ चाइल्ड लाइफ पहिला सुरु हेर्ने नजर कस्तो थियो अनि अब यो ट्रेनिङ सेसन लिइसकेपछि सब हेर्ने नजर कस्तो भयो भन्ने कुरामा चाहिँ फरक आयो होइन। पहिला चाहिँ अब बच्चाहरूलाई हेर्दाखेरि अब त्यो उनीहरूले देखाइरहेको बिहेभियर यताउता देख्दाखेरि अब इरिटेट लाग्ने त्यस्तो टाइपको थियो भने अब यो सेसन लिइसकेपछि चाहिँ यस्तो होइन रहेछ, उनीहरूलाई पनि त हामीले बुझिदिनु पर्ने रहेछ। उनीहरू पनि एउटा इन्डिभिजुअल हो, उनीहरूलाई एउटा इन्डिभिजुअलको तरिकाले हेर्नुपर्छ, उनीहरूको ओपिनियनलाई बुझ्नुपर्छ। उनीहरूलाई कसरी चाहिँ अब डेभलपमेन्टल फेजमा उनीहरूलाई हामीले कसरी गाइड गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ त्यो कुराहरू चाहिँ सिक्यो। अनि त्यही पहिला र अहिलेमा चेन्जेस चाहिँ भयो भनौँ। धन्यवाद।